आजामा या लाधुङसेमी सेवा लगाउँदा पूजापाठ गर्दा ईश्वरमा भगवानमा चढाउने सामग्रीहरू सबै शुद्ध हुनुपर्छ भन्ने महागुरुको उपदेश रहेको थियो महागुरुको समयमा। जसलाई पनि लाधुङसेमी सेवा लगायतका अन्य पूजा सामग्रीहरू चाहिँ सफा शुद्ध पवित्र हुनुपर्छ भन्ने महागुरुको उपदेश थियो। कतिपयले यो महागुरुको उपदेश बुझ्थे, सत्य मान्थे, कसैले अब हावामै उडाइदिन चाहन्थे। अब एकपटक यसको सालसम्म त यकिन थाहा छैन, महागुरु पूर्ण अन्तर्यामी, अन्तर सिद्धि, मनको कुरा जान्ने, जहाँ बसेर जे सोचे पनि थाहा पाउने महागुरुमा चाहिँ क्षमता थियो। अनि एकपटक चाहिँ पाँचथर चोकमाको सुब्बा लाहोर सिंह तुम्बाकोले अब सधैँ गुरुले सफा सुग्घर पवित्रताको कुरा गर्नुहुन्छ, थाहा पाउनुहुन्छ कि हुन्न भनेर लभ्रेकुटीमा सेवा हुने तर्खर भइरहँदाखेरि चाहिँ घर घरबाट ल्याउनु पर्ने यो अक्षतापाती भेटीपातीहरू अब लाहोर सिंहले चाहिँ गुरुले थाहा पाउनुहुन्छ हुन्न भन्ने परीक्षण गर्नु पर्यो भन्ने उद्देश्यले आफूले खाना खाइसकेपछि खाना खाएको हात धुँदै नधुई अर्को हातले आफ्नो घरको तलमाथि रहेको ढिकुटीबाट चरुको लागि चाहिँ धान झिकेर लभ्रेकुटीमा ल्याउनु भएछ। ल्याउँदाउदी माथि लभ्रेकुटीमा पनि विभिन्न ठाउँबाट आएको भक्तजनहरूले आफ्नो क्षेत्रबाट आफ्नो घरबाट ल्याउनु भएको चरुहरू अक्षतापातीहरू चाहिँ सङ्कलन भइरहेको रहेछ। त्यही सङ्कलन गर्ने क्रममा लाहोर सिंहले पनि पर्खेर बसिरहेको आफ्नो पालो। अब लाहोर सिंहको पालो आइपुग्ने बेलामा चाहिँ महागुरु फल्गुनन्द स्वयंले भन्नुभएछ अरू सबैको हुगा लाङमा जसले यो चरु भेटी ल्याउनु भएको छ त्यो चाहिँ जम्मा गर्नु, तर लाहोर सिंहको चाहिँ अलग्गै राख्नु है, छुट्याएर राख्नु है भन्नुभएछ। अनि भोरै यो चरु पोल्ने बेलामा पनि लाहोर सिंहले ल्याएको चाहिँ चरु भेटी चाहिँ चल्दैन भनेर छुट्याइदिनु भएछ। त्यसो भएपछि अब महागुरुले लाहोर सिंहको घरबाट आएको लाहोर सिंहले ल्याएको चरु चाहिँ किन त्यसरी अलग्गै राख्न लाउनु भयो त भन्ने चाहिँ त्यस दिनको सेवा सकेर फर्किने क्रममा चोकमा फर्किने क्रममा लभ्रेकुटीबाट करिब आधा घन्टा निकै तल हिँडेपछि आधा घन्टा जतिसम्म हिँडेपछि एउटा ताङसाङजङ भन्ने सानो डाँडा भेटाइन्छ। त्यहाँ आएपछि चाहिँ आफ्ना आफन्त छिमेकीहरूले सोधिन्छ आज तिमीले के गरेर कस्तो खालको अक्षता अथवा चरु पोल्नको लागि चाहिँ धान लिएका थियौ र गुरुले अलग्गै राख्न लाउनु भयो त भनेर भन्दाखेरि नढाँटी आफ्नो मनको कुरा सत्य कुरा बोल त भन्दाखेरि होइन, अब गुरुले जहिले पनि सफा सुघर पवित्रताको कुरा गर्नुहुन्छ अनि साँच्चै थाहा पाउनुहुन्छ हुन्न भन्ने हिसाबले मैले चाहिँ खाना खाएर हातै नधुई अर्को हात ढिकुटीको धान झिकेर ल्याएको थिएँ। त्यो चाहिँ पक्का महागुरु देख्नुहुँदो रहेछ, त्यही थाहा पाउनु भएछ अनि अलग्गै राख्न लाउनु भएको होला भन्ने जवाब दिनुभएको थियो अरे। अब यो महागुरुको अन्तर्यामी सिद्धिको कुरा। अब अर्को कुरा छ, अहिले फिलिम नगरपालिका वडा नम्बर 11 को मा एउटा थेउदेन भन्ने गाउँ छ जहाँनिर चाहिँ आङ्बोहरू बस्छन्। त्यति महागुरुको समयमा त्यहाँ एउटा बुटबल आङ्बो भन्ने निकै नामोद सुब्बा हुनुहुन्थ्यो। अनि ती सुब्बाले चाहिँ लभ्रेकुटीको सेवामा आउनुभन्दा एक दिन अगाडि उहाँले चाहिँ आफ्नो घरमा युमा सामाङ गर्ने हुनुभयो र स्थानीय फेदाङमा जसवीर पेथेगिमलाई चाहिँ फेदाङमालाई बोलाउनु भएछ। अनि उहाँहरू दुईजना भएर फेदाङमा र उहाँ भएर
एउटा सुँगुर मार्नु भएको रहेछ। अनि सुँगुर मारेर पूजा गरेपछि चाहिँ भोलिपल्ट सरसफाइ नै नगरी गुरुले कतिको देख्छ जान्दछ भन्ने हिसाबले उहाँहरू लभ्रेकुटी आउनुभएको रहेछ। लभ्रेकुटी आउँदाखेरि चाहिँ लभ्रेकुटीको चिल्ली नारायुमा माङहिम अहिलेको 17 माङहिमभित्र बसेर महागुरुले चाहिँ माङहरूलाई ताजिङमा गर्दै मुनधुम वाचन गर्दै बस्नुभएको रहेछ। अब मागुरुकै छेउमा गएर बुद्धबल आङबो पनि फेदाङमा भएको हुनाले उनले पनि मुनधुम फलाक्न थालेछ। फलाक्दै मुनधुम लाँदाखेरि महागुरुले फलाक्दै गरेको मुनधुम रोकेर महागुरुले भन्नुहुन्छ, ए बुद्धबले हिजो नै मलाई चाहिँ खुनै खुनले अब खुनै खुन खन्याएर मलाई चाहिँ खुनै खुन बनायो हिजै। अब आज चाहिँ यहाँ हेकिएर उखेर अथवा त्यसो पो यसो पो भन्दै यहाँ मुन खुबै जान्ने भएर अनि यहाँ परिपन चाहिँ फलाक्दैछस् भन्दाखेरि ए होइन होइन गुरु मैले हिजो सुँगुर मारेको छैन, त्यस्तो केही रक्तपात गरेको छैन भन्ने जवाब बुद्धबल आङबोको हुँदाखेरि चाहिँ अब बुद्धबल आङबोले गरेको हो तापनि जबरजस्ती होइन भनेर जिद्दी गर्न थालेको देखेपछि महागुरुले त्यसो हो भने तिमीले चलाएको फेदाङमा जसवीर पेथेगिमलाई लु बोलाऊ भन्ने महागुरुले भन्दाखेरि चाहिँ अब जसवीर पेथेगिम चाहिँ फेदाङमा सुँगुर मार्ने फेदाङमा रहेछ। अनि जसवीर पेथेगिमलाई चाहिँ महागुरुले लु फेदाङमा जसवीरलाई यहाँ ल्याउ भनेर अरू चेलाहरूलाई खटाउँदाखेरि चाहिँ अब महागुरुबाट कुनै किसिमको कारवाही भइन्छ होला भन्ने डरले जसवीर पेथेगिम चाहिँ लभ्रेकुटीबाट खुल्से भागेर आफ्नो गाउँमा पुगेको घटनाहरू छ। यो अन्तर्यामीको सिद्धिको कुराहरू। अब महागुरुको समयमा अर्को घटना यस्तो पनि छ, अन्तर्यामी सिद्धि क्षेत्रकै महागुरुको अनुयायीहरूमा पनि पहिला महागुरुको अनुयायी बन्ने चेलाहरूमा केही अहङ्कार चढ्दै गरेको, अलिक पछाडि मात्रै लागेकोहरूलाई चाहिँ अलिक कान्छो चेलाको रूपमा हेर्ने दृष्टिकोणहरू बन्दै गएपछि अब यो 5 थर चोकमाको जौबारी बस्ने प्रसाद सिंहको श्रीमती सुलाहाङमा भन्ने एकजना हुनुहुन्थ्यो। उहाँ चाहिँ पहिल्यै महागुरुसँग केही वर्ष अगाडि नै ऊ चाहिँ शब्दी लागेको, अनि घर छेउमै आफ्नो भतिजो एकजना हुनुहुन्थेछ। भतिजो भनेको सुवान सिंहको बहिनी चाहिँ आसरानी तुम्बाको। अब उनीहरू चाहिँ शब्दी नलागेको अवस्था, त्यतिन्जेलसम्म विधिवत रूपमा धर्म ग्रहण नगरेको अवस्था। अनि काकीबाट जहिले पनि तिमीहरू शब्दी नलागेको, धर्म विधिवत रूपले ग्रहण नगरेको तिमीहरूले छुएको चाहिँ महागुरुले खानुहुन्न भनी बस्नु हुँदाखेरि त त्यो आसरानीले आफ्नो काकीको कुरा सत्य हो कि झुट्टा हो, महागुरुले अब साँच्चै नै हामी जस्तो शब्दी नलागेका मान्छेहरूले छुएको खानुहुन्न कि या हुन्छ कि भन्ने गोप्य परीक्षण गर्ने नियतले सोचले अब लभ्रेकुटीमा त्यतिखेर चाहिँ कृष्ण जन्माष्टमीको दिन थियो अरे। सामान्य मान्छे भेला भइराखेको, सबै भेला भएको मान्छेहरूले अब यो साउन महिनामा परेकोहरूले तिनताका समय अनुसार खाजा खाने चाहिँ मकै पनि हरियो मकै काँचो मकै जम्मा गर्दै रहेछ। अनि त्यही कुरा बुझेर आसरानीले पनि अब काकीको कुरा ठिक हो कि होइन, सत्य हो कि होइन भन्ने हिसाबले बिहानै धारा गएछिन्। अनि धारा गएर दुध धुएछ महागुरुको नाममा, अनि मकै भाँचेछ हरियो मकै। अनि जो मकै उनले भाँचे ती मकैहरूलाई चाहिँ चिन्हित गरे, यता के परे बोक्रा थोरै बोक्राएर चिमोटेर के गरेर चिन्हित गरे। अनि महागुरु चाहिँ त्यो अहिलेको क्याछङ सेनवरकको तालाङ माथि विराजमान। अनि उनले ती मकै भाँच्दै दुध धुँदै साँच्चै नै हामी जस्तो शब्दी नलागेको मान्छेहरूले छुएको खानुहुन्न भने, काकीले भने जस्तै खानु हो भने नखाइदिनु होला। यदि खानुहुन्छ भने मैले भाँचेकै तपाईँलाई यहाँबाट सम्झेर तपाईँको नाममा भाँच्दैछु, मकै धुँदैछु दुध, यो चाहिँ खाइदिनु पर्छ भन्ने सङ्कल्प गरेछिन् आसरानीले। अनि त्यहाँबाट कसैलाई नभनिकन ऊ पनि मकै र दुध बोकेर लभ्रेकुटी पुगिन्। र ऊ चाहिँ लभ्रेकुटी पुग्दाखेरि चाहिँ
मकै को खाजा अरूले ल्याएको पनि एक डोको जति थुप्रिसकेको रहेछ। त्यही थुप्रोमा उसले पनि थुपारेर चिन्ह लगाइराखिन्। केही समय पछाडि चाहिँ महागुरु फल्गुनन्द चाहिँ माथि मन्दिरको तलमाथि ध्यानमा बस्नुभएको रहेछ। केही छिन पछाडि चाहिँ त्यहाँ ओर्लेर चाहिँ महागुरु त्यही मकैको थुप्रो भएको ठाउँमा आएर त्यही आश्रानीले नै लगेको मकै चाहिँ छुएर पनि आफ्नो मातृभाषामा आइङ्ग देहिल कन्ने नाक्तरा भन्नु अरे। त्यसो भन्नुको अर्थ चाहिँ आज त देहीले यसलाई पो माग्यो, यसलाई पो खोज्यो भनेर त्यही मकैको घोगै पक्रिनु भएपछि चाहिँ अरू चेलाहरूले चाहिँ त्यही मकैहरू चाहिँ पोलेर गुरुलाई दुधसँग दिनु हुँदाखेरि दुध ग्रहण गर्नुभएको रहेछ। अनि त्यस पछाडि चाहिँ आश्रानी बोजूलाई पनि अब यो काकीको कुरा वैया झुट्टा रहेछ भन्ने प्रमाणित गर्नुभयो। अब यस्तो गोप्यभन्दा गोप्य परीक्षणहरू छ पनि अब त्यसरी थाहा पाउनु कुरा छ। अर्को कुरा छ, अब अहिले चाहिँ फिदिम नगरपालिका 9 नम्बर पर्छ यो लुम्फाबु भन्ने गाउँमा एकजना नारद भन्ने लौती हुनुहुँदो रहेछ। नारद लौती सुब्बा पनि। र अब लभ्रेकुटीमा सुब्बाहरूले आफ्नो जिम्मामा फुलपाती अक्षता सङ्कलन गरेर लभ्रेकुटी सिलौटीमा पूजा हुँदाखेरि जम्मा गर्नु भन्ने त अब शेरबहादुर लौती काजीमान तुम्बाङबे लगायतको उर्दी नै थिएछ। र नारद लौती त स्वयं आफू पनि महागुरुको अनुयायी भएको हुनाले उहाँले चाहिँ अक्षता फुलपाती सँगसँगै महागुरुलाई दही पनि चढाउने योजना बनाउनु भएछ। अनि अब लुम्फामुबाट लभ्रेकुटी आइपुग्नु त झन्डै 4-5 घन्टाकै समय लाग्छ उकालो। अनि दहीसँग सबै आफ्नो जिम्माभित्रका राइतीहरूलाई फुलपाती अक्षता सङ्कलन गरिसकेपछि हिँड्ने टाइममा चाहिँ महागुरुलाई ठुलो ठेकीबाट सानो ठेकीमा दही सारेर दही पनि चढाउँ भन्ने उद्देश्यले आउँदा दही सार्नुभएछ। दही सार्दै गर्दा चाहिँ उहाँको आमा चाहिँ महागुरुप्रति श्रद्धा रहेनछ, अनास्था रहेछ उहाँको चाहिँ। उहाँको आमाले भन्नुभएछ त्यो दही कहाँ लाँदैछौ छोरा भन्नुभएछ। त्यसो गर्दा चाहिँ म त माथि गुरुलाई पो लगिदिउँ भनेर अलिकति सार्दैछु आमा भन्दाखेरि चाहिँ आमाले किन दही सार्छौ त छोरा, त्यो दही त बरु मलाई दिइराख्न, म खान्छु नि तिम्रो आमाले भनेछिन्। अब आमाले पनि खानु, तर यो दही चाहिँ म माथि गुरुलाई लगिदिन्छु, चढाउँछु भन्नुभएछ। अनि उसले चाहिँ बोकेर ल्याउनु भयो दही। आमाले अब त्यसो भने पनि सारेको दही चाहिँ गुरुलाई नै लिएर आउनुभयो। अब आउँदा दिनमा हिँड्दाखेरि 4-5 घन्टा उकालो हिँडेर आइपुग्दाखेरि दहीको ठेकी ल्याएर गुरुलाई टक्र्याउनु हुँदो चढाउनु हुँदाखेरि चाहिँ जस्तो आमाले बोल्यो त्यो चाहिँ फेरि माथि महागुरुले बोल्नुभयो, होइन हो नारथे, दही आमालाई नदिएर यता मलाई पो ल्याइहाल्यो त भनेर भन्नुभयो अरे। अब होइन गुरु आमालाई पनि तल छोडिराखेको छु भन्नु अरे। अब यो अन्तर्यामी सिद्धिको अर्को कुरा यहाँ छ। यो कस्तो भने त्यो घटना चाहिँ चोकमाबुका तुम्बापुसँगै सम्बन्धित छ, तर यो मान्छेको नाम चाहिँ अहिलेसम्म पत्ता लागेको छैन। कुरा के हो भने अब पहिला महागुरुको समयमा चाहिँ यताको तुम्बापुहरूले चाहिँ तुम्बापुर मात्र नभएर विशेष गरेर सबै नेपालीहरू चाहिँ परदेश जानु पर्दो रहेछ 2-4 पैसा आनासुकी कमाउनको लागि। अनि जब मकै छर्ने बेला हुनुभन्दा अगाडि चाहिँ प्रदेश गएर विभिन्न व्यापार गर्ने, अनि मकै छर्पक भएपछि चाहिँ घर आउने, 2-4 पैसा कमाएर आउने चलन रहेछ महागुरुको समयमा। नै एकजना तुम्बापो त्यस्तो व्यापारी रहेछ। त्यो व्यापारीले चाहिँ एउटा अपराध गरेर पैसा कमाइन्छ छोटोमा। त्यो चाहिँ गाईको छाला व्यापारी, दार्जिलिङतिर उता कता इन्डियातिर। अनि उसले कतिपय ठाउँमा चाहिँ छाला बेच्ने क्रममा चाहिँ सबैभन्दा सस्तो बेच्ने। अब सबै त्यतिखेरको जमानामा चाहिँ छाला चाहिँ मान्द्रो जस्तो बेरेर बोक्ने चलन थियो अरे। अनि आज यहाँ बेच्यो यो घरमा, अब सबै कच्ची घर, त्यो बेच्यो सस्तो पाएपछि जसले पनि किन्ने भयो। अनि त्यो किन्ने मान्छेले कस्तो कुन ठाउँमा लुकायो त्यो पनि गोप्य चियो गर्यो। अनि चियो गरेपछि राति अनुकूल पर्यो भने आफै आएर चोर्यो, त्यो सस्तोमा बेच्यो।
अब फेरि आफै आएर चोर्यो। अनि त्यो लाई रातारात लगेर धेरै टाढा ठाउँ, त्यो अब त्यो मेरो त्यहाँको छाला, फल्ना घरको छाला, किनेको छाला चोर्यो, राति हरायो भन्ने हल्ला खल्ला नभएको नपुगेको ठाउँसम्म लगेर उतै बेच्ने, फेरि तर सस्तोमा बेच्ने। अनि फेरि त्यहाँ पनि त्यसरी नै चियो गर्ने, चियरेपछि फेरि अर्को गाउँमा लगेर बेच्ने गर्दाखेरि त अब छोटो समयमै सधैँ चाहिँ मकै छर्ने बेलामा आउने। अब त्यो वर्ष चाहिँ मकै छर्ने बेला नपुगिने धेरै पैसा कमाएर आउनुभएछ। तर आफ्नो मनभरि अपराध गरेको, अब त्यो अपराध कर्मको आगोले पोलेको, के गर्दा मैले पैसा त कमाएँ यस वर्ष, तर धेरै मैले यति धेरै अब अपराध गरेँ। यो प्रायश्चित ठुलो साधुलाई, महागुरु फल्गुनन्द लाई चढाउँदाखेरि केही अपराध पापमुक्त हुन्छ कि भन्ने हिसाबले चाहिँ घर आइपुगेपछि आफ्नो श्रीमतीले 1 माना चामल मागेर लभ्रेकुटीतर्फ उकालो लाग्नुभएछ। अनि उकालो लागेपछि यहाँ मासतिर लागेपछि गुरु त त्यति बेला लभ्रेकुटी कहाँ बस्नुभएको थियो। गुरुलाई चढाएछ उसले 1 रुपियाँ पैसा चामलमाथि राखेर, थालमाथि चामलमाथि पैसा राखेर फुलपातीसँग गुरुलाई ढोग गर्नुभएछ। अनि ढोग गर्दाखेरि चाहिँ भनेछ, गुरुले भन्नुभएछ चामल चाहिँ के गर्नु भएन अरे गुरुजीले, यता पैसा चाहिँ चुप्प लागेर त्यो जसले चढाएको थियो त्यो चढाउने मान्छेको ठिक अगाडि पुग्ने गरी फ्याँकिदिनु भरे। त्यो पैसा ढकी पैसा चाहिँ ढुङ्गामा ठोकिएर फिनिनी घुमिराखेको। अनि किन पो गुरु, किन पो यसरी मेरो भेटी पैसा फिर्ता यसरी फ्याँकिदिनु भयो गुरु भन्दाखेरि त यस्तो तिम्रो आमाको छाला 60 ठाउँ बेचेर कमाएर ल्याएको पैसा लैजाऊ है भनिदिनु भयो अरे। अनि उसलाई त थाहा थियो मैले अब 7 ठाउँ 8 ठाउँ कतै ठाउँ बेचेर यो अपराध गरेर कमाएको पैसा हो। अब त्यहाँ कतै पुण्य मिल्छ कि त्यहाँ पाप मोचन हुन्छ कि भन्ने हिसाबले त्यहाँ चढाएको। त्यहाँ पनि गुरुमा पनि त्यस्तो भएछ। अब महागुरुको पछाडि अरू उनका साथी दाजुभाइ भक्तजनहरू जम्मा भएर सोद्धाखेरि त मैले यसो गरेर अपराध गरेर पैसा कमाएको थिएँ, अब त्यहाँबाट पाप मोचन कतै हुन्छ कि गुरुलाई चढाउँदा भनेर गुरुले चढाएको थिएँ, गुरुले यसरी फ्याँकिदिनु भयो भन्नुभयो अरे। अनि अर्को फेरि आध्यात्मिक सिद्धिकै घटना छ, त्यो चाहिँ पनि चोकमाउकै तुम्बापोले के गरेछ भन्दा उनले त त्यस्तो अपराध गरेर पैसा त कमाएन। परदेशी चाहिँ परदेशबाटै आएछ आलु मकै गोड्ने बेलामा। अनि धेरै तल्लो गाउँका तुम्बापोहरूको चाहिँ माथि लभ्रेकुटी छेउछेउमा जग्गा जमिन, लेकालीबारी आलु रोपी खाने, वस्तुहरूलाई चोक निकालेर राख्ने त्यस्तो ठाउँ भएको हुनाले त्यो तुम्बापो पनि अब अलिकति फलाम पनि परदेशबाट ल्याएको। त्यो फलामलाई चाहिँ कामी बालीघरीहरूको आँगनमा पुर्याइराखेर 1-2टा कोदालो पिट्न लाउने र साथसाथै अब केही दिन पछाडि अब आलु मकै गोड्ने बेला भएको लागि खेतला पनि भन्दै जाने भन्ने हिसाबले कामीको आँगनसम्म निस्केको मान्छे कामीको आँगनसम्म आइपुग्दाखेरि चाहिँ गुरुजी त हिजै अघिल्लो दिन मात्रै लभ्रेकुटीमा आएर बस्नुभएको छ भन्ने कुरा सुनेपछि होइन गुरुको पनि दर्शन गर्नु पर्यो भन्ने उद्देश्यले ऊ चाहिँ त्यहाँ आएछ।